खोलाको ताजा ताजा यसरी फ्राई गरेको माछा खान कसलाई चाहिँ मन पर्दैन र होइन साथीहरू। हेलो हाई नमस्ते सबैजनालाई। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र म पनि सन्चै छु। अनि यसरी माछाको कुरा गर्दाखेरि मेरो बुढो चाहिँ माछा मार्नु भनेपछि यति क्रेजी है। अनि हिजो उहाँ चाहिँ उतै गाउँमा बसेर नाइटमा पुरै टेन्ट लाएर उतै चाहिँ फिसिङ उतै क्या रातभरि माछा मारेर उतै बस्नु भएको थियो। अनि बल्ल भर्खर आउनु भएको एक दिनमा छोरीहरू फेरि बाबा एक दिन भएन भने दुइटै छोरी निहुँ परेर रोएर है। अनि बाबा आउने बित्तिकै छोरीहरू पुरै बाबासँग लपक्कै। अनि फेरि ठुलो छोरीलाई चाहिँ फेरि पोको पुन्टुर यताउति के ल्याएकै देख्नुहुन्न, जसले जे ल्याओस् के छ भने उसलाई खानतलासी गरेर चेक गरेर हेर्नै पर्छ। अनि यो चाहिँ हाम्रो गाउँबाट मम्मी ड्याडीहरूले पठाइदिनु भएको आफ्नै बारीमा फलेको आँप अनि लेमन त अस्तिकै खाइसकेको छैन, त्यो पनि अझै लेमन अनि आँप टन्नै पठाइदिनु भयो रहेछ। अनि त्यसपछि उता उहाँहरूले मार्नुभएको 3-4जना साथीहरू मिलेर पुरै उतै जङ्गलमा टेन्ट लाएर त्यहाँ बसेर चाहिँ यसरी बल्छीमा माछा मारेर यो माछा पनि कति थरी के बैखा सैखा खै गोक्टा के भन्छ है यो उसको नाम चाहिँ। अनि म चाहिँ यतातिर फेरि आँप कोटाइरहेको छु। फेरि मलाई चाहिँ आँप कहिले खाम्ला भएको छ यो लेमन है। अनि त्यसपछि यसरी यो चाहिँ माछा चाहिँ राति नै मारेर राखेको चाहिँ हल्का बसाएको थियो अरे। अनि त्यसलाई चाहिँ नबसाओस् भनेर नुन बेसारमा चाहिँ मोलेर उतै पखालेर धोएर केलाएर लिएर आउनु भएको रहेछ। अनि यहाँ बाबा छोरीहरूको यहाँ पुऱ्याएन। अनि उसको बाबा छोरीहरू त भएपछि त कोही म पनि चाहिन्न क्या कुरो, अब म नभए त कहाँ हुन्छ र। अनि फेरि यसरी मैले चाहिँ मस्तले तेलमा चाहिँ माछा फ्राई गरेँ। किन झोल बनायो भने फेरि एउटा दुइटा कुन चाहिँ कुन बसाएको छ भनेर फेरि बिग्रिन्छ नि त। अनि त्यही भएर यसरी फ्राई गऱ्यौँ। अनि त्यसमा मजाले फ्राई गरेर पकाउन चाहिँ मस्त मजा आउँछ। अनि यो चाहिँ 4जनामा कतिजनामा बारेर यति भागमा परेर आएको माछा हो। एकदमै राम्रो, एकदमै मिठो हुन्छ आफ्नै गाउँको ठाउँको है। अनि बनाइसकेपछि यसरी कुरुङवाला एकदम ड्राई फ्राई गरेको थिएँ मैले एकदमै मजाले। यति मिठो भात मजाले खाइयो, खान त मजा आउँछ तर दुःख धेरै हुन्छ नि त। त्यही भएर मैले बुढो नजानु भन्छु, बिचरा कति माया लाग्छ